भाइ पनि हौ तपाईँलाई अरू बिहान छ मेरो युट्युब च्यानलमा। आजको कक्षामा हिजोको कक्षामा हामीले 9 को खसम्म भन्नाले प्रश्न नम्बर 9 सम्म हामीले गरेका थियौँ भने आजदेखि हामी प्रश्न नम्बर 10 मा लाग्छौँ र प्रश्नको समाधान गर्छौँ है। ल त्योभन्दा पहिला हामीले यो हिजोको अभ्यासलाई मेटाउँ अनि यसपछि अघि बढौँ है। ल हेर्नुहोस् त प्रश्न नम्बर 10 है। प्रश्न नम्बर 10 समाधान दिएको छ हैन। अब के प्रश्न नम्बर 10 ले के भन्छ भने एउटा गाउँपालिकाको जनसङ्ख्या प्रत्येक वर्ष 10% का दरले बढ्दै जान्छ। यदि 2 वर्षको अन्त्यमा सो पालिकाको जनसङ्ख्या 30,000 पुगेको थियो, यदि सो 5,800 जना अन्तमा बसाइ सराईका कारणले थपिएका थिए भने सुरुको जनसङ्ख्या कति थियो होला भन्छ है। ल हेर्नुहोस् त ल अब हामीले दिएको कुरालाई हामी सरसर्ती लेख्छौँ है। समाधान दिएको थियो के भन्छ गाउँपालिकाको जनसङ्ख्या है। गाउँपालिकाको सुरुको जनसङ्ख्या हैन। गाउँपालिकाको सुरुको जनसङ्ख्या P बराबर x मानौँ हैन। सुरुको जनसङ्ख्या छ छैन। अनि जनसङ्ख्या वृद्धि दर R बराबर हेर्नुहोस् त 10% हैन। अनि 2 वर्षको अन्त्यमा सो पालिकाको जनसङ्ख्या कति पुग्यो 30,000 छ है। 2 वर्षको अन्तमा है। 2 वर्षको अन्त्यको के जनसङ्ख्या भनेको पिटी बराबर कति छ हेर्नुहोस् त 30,000 हैन। पिटी बराबर 30,000 छ। यदि सो 5,800 जना अन्तमा बसाइसकेका कारणले थपिएका थिए भने सुरुको जनसङ्ख्या कति थियो होला भन्छ है। अब अन्त्यमा थपिएका जनसङ्ख्या है। अन्त्यमा थपिएका जनसङ्ख्या के हो के नहीं 5,800 है। अनि अब हेर्नुहोस् त हामीलाई चाहिँ गाउँपालिका 2 वर्ष पछिको जनसङ्ख्या दियो 30,000 र अन्तिममा यति मान्छे थपिएका थिए भने के भन्यो थपिएका थिए भनेको 30,000 पुगेको थियो भनेपछि अब 5,800 जना त थपिएको भन्ने हो नि। यी जनसङ्ख्या त थपिएका भए हैन। सुरुको जनसङ्ख्या कति थियो भन्छ हैन। त्यसैले सूत्र अनुसार ल हेर्नुहोस् त यो प्रश्नले हामीलाई के बुझायो भन्नुहोस् त 2 वर्षको अन्तिमको जनसङ्ख्या 30,000 हैन। अनि थपिएका थिए भने यदि सो भनेको यसैमा 30,000 पुग्न भनेको यो 30,000 पुग्नलाई 5,800 जना अन्तिममा थपिएका थिए भने सुरुको जनसङ्ख्या पत्ता लगाउनुहोस् भनेपछि हामीले के गर्नु पर्यो 30,000 बाट 5,800 लाई घटाउनु पर्यो हैन। वृद्धि दर अनुसार किनभने यो 30,000 मा त 5,800 जना त थपिएका छन् हैन। त्यसैले पिटी बराबर P into 1 plus R का मूल्य 100 को पावर T हैन। अब पिटी हेर्नुहोस् त के छ
पिटी छ 30,000 माइनस 5,800, पी बराबर एक्स मानेका छौँ नि हामीले हैन। अनि 1 प्लस आर भनेको कति 10 का मुनि कति 100, अनि टी कति 2 वर्ष, 2 वर्षमा 30,000 भएको नि त त्यो हैन। अब एवं प्रकारले अन्त एक दुई 3 30,000 माइनस 5,800, यो कति आयो त? यो आयो 24,200 जना आयो। x बराबर कति हुन्छ 100 प्लस 10 का मुनि 100 को पावर स्क्वायर हैन। अब हेर्नुस् त ओभर 24,200 बराबर 100 का मुनि कति 110 का मुनि 100 को स्क्वायर। फेरि हेर्नुस् त 224 बराबर कति छ 100 बराबर यो 0 को 1.1 को स्क्वायर हैन। अझ फेरि के हुन्छ हेर्नुस् त 242 बराबर 100 इन्टु 1.21 हैन। अब 100 बराबर के हुन्छ हेर्नुस् त 100 बराबर 24200 अपन 1.21 हैन भागा 1.21 भनेको कति आयो हेर्नुस् त टक्क आयो हाम्रो 20,000 भनेको 2 वर्ष अघि सोपालिकाको जनसङ्ख्या अथवा सुरुको जनसङ्ख्या कति थियो, त्यसैले सुरुको जनसङ्ख्या 20,000 जना थिए है सुरुको जनसङ्ख्या है। कहिलेकाहीँ यस्तो मोटो खालको झुकाउने खालको आइन्छ। यहाँनिर के झुकाएको छन् 2 वर्षपछि के भन्छन् 30,000 जना हुन आएका थिए। 30,000 मध्येमा यो 5,800 जना के हुन् भने यो 30,000 भित्रबाटै त्यहाँ थपिएका हुन् कि यो 30,000 त्यहाँ चाहिँ थपिएको हुनाले हामी त घटाउनु पर्यो। किनभने 10% वृद्धि दरले हुँदै आउँदा त्यो 30,000 त हुँदैन भन्ने कुरा बुझ्नु पर्यो क्या। ल यति कुरा हुन्छ। अब एवं प्रकारले हामी 11 मा जान्छौँ है। यसलाई मेटौँ। प्रश्न नम्बर 11 ल वार्षिक 5% का दरले 2 वर्ष लगातार अमेरिकन डलर अधिमूल्यमान पछि $1 बराबर रु 120 भएछ भने 2 वर्ष पहिले अमेरिकन डलर कति होला पत्ता लगाउनुहोस् भन्छ। यो पनि सेम कन्डिसन छ, सजिलै छ। कसरी सजिलो छ भने सेम यही छ है। समाधान दिएको छ के दिएको छ त डलरको सुरुको मूल्य हामीलाई थाहा छैन, तर 2 वर्षपछि नै चाहिँ के भइरहेछ अधिमूल्यमान भइरहेछ। डलर अधिमूल्यमान भएर कति हुन आइपुग्यो त 2 वर्षमा 120 भने सुरुमा कति थियो भन्ने कुरा। ल हेर्नुस् है समाधान दिएको छ के दिएको छ त अमेरिकी डलर 2 वर्षपछि को मूल्य 2 वर्ष पछिको मूल्य अमेरिकन डलर $1 बराबर कति हुन्छ हेर्नुस् त 120 रुपैयाँ। $1 बराबर कति भयो 120 रुपैयाँ भयो हैन। अनि वार्षिकी वृद्धि दर हैन वार्षिकी वृद्धि दर
आर बराबर 5%, 5%ले बढ्यो हैन। अब 2 वर्ष पहिले कति थियो त भने सुरुमा अमेरिकन डलर कति थियो त? सुरुमा अमेरिकी डलर के पी बराबर एक्स मानौं, यही नै निकाल हामीले लिएको हैन। अब हेर्नु त सूत्र अनुसार अब के हुन्छ हाम्रो सूत्र अनुसार के छ त सूत्र? पीटी बराबर 1 प्लस आर का मूल्य 100 टू द पावर टी। अब पीटी कति छ हेर्नुस् त? पीटी छ कति? 120 हैन। पीटी 120 छ। ओआर 120 बराबर आर आर भनेको 5 का मूल्य 100 को पावर 2 हैन। अब एवं प्रकारले 120 बराबर 100 प्लस 5 का मूल्य 100 को पावर 2 यो आयो हैन। यहाँ त पी बराबर त के छ त? हामी त के लेख्नु? x माने हामी हैन, यहाँ त x लेख्नु पर्यो त, यहाँ त x लेख्नु पर्यो। फेरि 120 बराबर x इन्टु 105 का मुनि 100 को पावर स्क्वायर। फेरि यो 120 बराबर x इन्टु 1.05 को स्क्वायर ओआर 120 बराबर x इन्टु 1.05 इन्टु 1.05 इक्वल्स टु कति छ हेर्नुस् त? 1.1025 ओआर x बराबर 120 का मुनि 1.1025 हैन। 120 भागा 1.1025 कति आएन यो हेर्नुस् त? यो आयो 108 रुपैयाँ 84 पैसा है रु। ₹108.84 भनेको 2 वर्ष अगाडि अमेरिकन डलरको मूल्य कति रहेछ? त्यसैले 2 वर्ष पहिला अमेरिकन डलरको मूल्य रु 108.84 हुन्छ यसरी है। अनि 12 नम्बरको हेर्नुस् त? एउटा गाउँको जनसङ्ख्या 2 वर्ष अगाडि 31,250 थियो। यदि उक्त गाउँको जनसङ्ख्या वृद्धि दर 6% छ, 1 वर्ष अगाडि 625 जना अर्कै ठाउँमा बसाइसरी गए भने उक्त गाउँको हालको जनसङ्ख्या पत्ता लगाउनुहोस् भन्छ हैन। यो पनि अलि क्रिटिकल खालको छुट्टा-छुट्टै छ, छुट्टा-छुट्टै खालको छ। ल भाइ बहन बुक साथमा राख्नुपर्छ है। यो चाहिँ भइसक्यो भने भिडियो स्किप गरेर पनि यसलाई चाहिँ हेर्न सकिन्छ। अनि बुकमा प्रश्नहरू हेर्ने, पढ्ने अनि यसरी समाधान हुँदो रहेछ भनेर प्र्याक्टिस गर्ने हो हैन। तपाईहरुको सजिलोको लागि मैले कर्मी रूपमा गरिदिएको छु। ल यसलाई मेटाउँ है त। अब आयौं हामी प्रश्न नम्बर 12 मा। प्रश्न नम्बर 12 मा समाधान दिएको छ। समाधान दिएको छ। के दिएको छ हेर्नुस् त? 2 वर्ष अगाडि, अगाडि भनेको सुरुको जनसङ्ख्या हैन। सुरुको जनसङ्ख्या
P बराबर जनसंख्या P बराबर 31,250 हैन। समय T बराबर 2 वर्ष हैन। यदि वृद्धि दर निकालौं है त। अब निकालौं वृद्धि दर। वृद्धि दर R बराबर 6% हैन। अब 1 वर्ष पछि है, अब 1 वर्ष पछि गाउँ छाड्नेको 1 वर्षपछि गाउँ छाड्नेको संख्या कति जना? 625 जना। अब उक्त गाउँको हालको जनसंख्या कति त हैन। अब हालको जनसंख्या भनेको के? पीटी। हालको जनसंख्या पीटी बराबर व्हाट हैन। अब सूत्र अनुसार के सूत्र छ हेर्नुस् त। पीटी बराबर P * 1 + R का मुनि 100 को पावर T हैन। दुई वर्ष अगाडि यति थियो। अब 2 वर्ष पछि कति जनसंख्या हुन्छ नि? अब चाहिँ हामीले यसमा के गर्नुपर्छ भने समय हामीलाई 2 वर्ष दियो, यसमा बुझ्नु पर्ने के। अब यसलाई 1 वर्ष प्लस 1 वर्ष गरी गर्नुपर्छ नि। किनकि 1 वर्षमा त 625 जनाले त गाउँ छाडेका हुन्। त्यसकारण अब के पीटी बराबर के छ हेर्नु त। पीटी बराबर सुरुको जनसंख्या कति छ? 31,250 1 + 6 का मुनि 100 टी भनेको 1 वर्षको निकाल्न पर्यो। 31,250 106 का मुनि 100 को पावर 1 31,250 इन्टु 1.06 हैन। त कति आउने भयो हेर्नुस् त। 106 भागा 100 इन्टु 31,250 कति आयो? 33,125 जनसंख्या 1 वर्ष पछि वृद्धि हुने जनसंख्या कति भयो? 33,125 भयो जना। अब के छ नानी बाबु हेर्नु त। अब के छ भने गाउँ छाड्ने मानिसको संख्या हैन। अब अर्को वर्षलाई अब भनौं न, अर्को वर्षको के सुरुको जनसंख्या, अर्को वर्षको सुरुको जनसंख्या P बराबर कति हुन्छ नानी बाबु हेर्नुस् त। 33,125 जना त्यहाँ हुन आए। अब छोडेर गए नि त। छोडेर जानेको त जन्म दर मृत्यु दर काउन्ट हुने कुरो भएन। तिन त वर्ष सारे गए माइनस 625 हैन। अब माइनस 625 अब यो कति आयो? यो आयो नानी बाबुहरु 32,500 32,500 जना आए हैन। अब नानी बाबुहरु अब पीटी के हुन्छ त। अब अर्को वर्षको पीटी के हुन्छ? पीटी सेम 32,500 1 + 6% वृद्धि दर को पावर 1 1 वर्ष अगाडि भइसक्यो। फेरि अर्को 1 वर्ष निकाल्नु ल। अनि फेरि कति? 32,500
को कति 100 प्लस 6 का मुनि कति 100 ल हेर्नुहोस् त 32,500 इन्टु 1.06 त भनेपछि के हुन्छ नानी हेर्नुहोस् त 32,500 इन्टु 32,500 इन्टु 1.06 इक्वल्स टु कति भयो यो आयो 34,450 त हाल उक्त गाउँको जनसङ्ख्या 34,450 हुन आउँछ ल हाल उक्त गाउँको जनसङ्ख्या कति हुन्छ 34,450 हुन आउँछ भन्ने लाग्छ यसरी समाधान गर्नुपर्छ है अब 13 नम्बरको ल एवं प्रकारले अब 13 र 14 गर्नुपर्छ ल 13 नम्बर हेर्नु त तेह्र नम्बरको है 13 नम्बरको समाधान दिएको छ के दिएको छ हेर्नुहोस् त 3 वर्ष अगाडि 3,75,000 जनसङ्ख्या भएको एउटा जिल्ला छ हैन ती भनेको सुरुको जनसङ्ख्या P बराबर 3,75,000 हैन समय T बराबर 3 वर्ष हैन बसाइसरी आउने कति छ नानी बाबु हेर्नुहोस् त 1,480 जना बसाइसरी आए कि 1,480 जना बसाइसरी आए र प्रकोपका कारणले मृत्यु हुने है यो कति हो दोस्रो वर्षको अन्त्यमा है फेरि यो दोस्रो वर्षको अन्त्यमा है अनि प्राकृतिक प्रकोपले मृत्यु हुने हेर्नुहोस् त कति छ 2,750 है नि त हैन के मृत्यु हुने यो पनि 2 वर्षको अन्त्यमा यस्तो भयो हेर्नुहोस् त यदि वार्षिक जनसङ्ख्या वृद्धि त 2% छ भने उक्त जिल्लाको जनसङ्ख्या पत्ता लगाउनुहोस् भन्छ वृद्धि दर हेर्नुहोस् है त महँगी दर वृद्धि दर R बराबर 2% हैन R बराबर अब 2% छ अब सूत्र हुन्छ पहिला कन्सेप्ट ड्राइभ गरौँ कन्सेप्ट त गर्ने कसरी यसलाई कसरी गर्ने जस्तो हामी 2 वर्षको अन्त्यसम्म भनेको चाहिँ 2 वर्षसम्म हामीले यसैलाई हामी पी माने 2 वर्षको निकाल्दा हामीलाई समय चाहिँ 3 वर्षको कुरो छ हैन 3 वर्षको जनसङ्ख्याको तर हामी के गर्छौं 2 वर्षमा यो के भन्छन् यो ठाउँमा 2 वर्षमा चाहिँ घटना घट्यो के घटना घट्यो
1480 जना कहाँ कतिबाट बसे सरेर त्यो ठाउँमा आए र त्यही साल प्राकृतिक प्रकोप भयो, बाढी आयो, भूकम्प आयो अथवा चाहिँ पहिरो आयो, के भयो भने 2750 जनाको फेरि त्यहाँ के भयो, मृत्यु भयो। भनेपछि जहाँ मृत्यु भयो त्यसलाई घटाउनु पर्यो 2 वर्षपछिको जनसङ्ख्यामा। अनि जो थपिए 1480 जना जो यहाँ जोडिन आए, कतैबाट बसाइ सरेर त्यो ठाउँमा बस्न आउँदाखेरि यिनलाई फेरि जोड्नु पर्यो, अनि त्यो ठाउँको जनसङ्ख्या निस्किनु पर्यो। ल हेर्नुहोस् है, अब सूत्र अनुसार के सूत्र छ त हामीसँग? हेर्नुहोस् त, हामीसँग सूत्र छ पिटी बराबर पी इन्टु 1 प्लस आर का मुनि 100 को पावर टी। ल हामीले जानेको सूत्र यही हो। यसै सूत्रमा हामीले यो समस्यालाई राख्छौँ हैन। त के छ हाम्रो समस्या? हेर्नुहोस् त, हाम्रो समस्या छ 3,75,000 हैन, 1 प्लस आर भनेको कति छ? 2% का मुनि 100 को पावर 2। 2 किन गरे? किनकि 2 वर्षको अन्त्यमा भएको छ नि। 2 वर्षको अन्त्यमा 1450 थपिने, 2750 जना अझै जोडिने भन्ने कुरा छ। अब फेरि के छ हेर्नुहोस् त, 3,75,000 इन्टु 100 प्लस 2 का मुनि कति? 100 को पावर 2 हैन। अनि फेरि 3,75,000 इन्टु 1 पोइन्ट कति हुन्छ? 02 को स्क्वायर। अब 3,75,000 इन्टु 1 पोइन्ट 1.2 फेरि इन्टु 1.02 इक्वल्स टु कति छ हेर्नुहोस् त? 1.0404 इन्टु कति? 3,75 एउटा दुईटा तीनटा 0। त यो जनसङ्ख्या आयो 2 वर्षको आयो 3,90,150 जना। 3,90,150 जना हैन। त अब दोस्रो वर्षको चाहिँ दोस्रो वर्षको अब भनौँ तेस्रो वर्षको सुरुको जनसङ्ख्या के त है? अब हुन्छ तेस्रो वर्षको सुरुको जनसङ्ख्या। तेस्रो वर्षको सुरुको जनसङ्ख्या के हुन्छ हेर्नुहोस् त? 3,90,150 बाट घटाउने के घटाउने? 2,750 अनि जोड्ने कति? 1,480। 3,90,150 प्लस 1,480 माइनस 2,750। अब यो आयो नानी बाबु, हामीसँग आयो कति? 3,88,880। 1 10 100 1000 10 लाख 3,88,880। 2 4 6 1 10 100 1000 10 लाख 3,88,880 4वटा। ल अब तेस्रो वर्षको अन्त्यमा यो वृद्धि दर उइनेछ भनेपछि के गर्छौँ हेर्नुहोस् त, हामी गर्छौँ के? सूत्र अनुसार। सूत्र त हाम्रो त उही त हो नि। सूत्र के हो? 3,88,880 1 प्लस 2 का मुनि 100 को पावर 1 वर्ष थप्ने नि त हैन। अब के भयो हेर्नुहोस् त, 3,88,880 इन्टु 1.02 इन्टु 1.02 कति हुन्छ? यो हुन आयो नानी बाबुहरू 3,96,000 3,96,657.6। अब के बुझ्नु पर्यो भने यो 5 भन्दा बढी भए हुनाले एकजना मान्छे त आधामा हुन्न, आधा मान्छे भन्न त मिल्दैन। त्यही कारणले गर्दा लगभग 3,96,658 जना के लगभग यति जना आए। ल हेर्नुहोस्
ल अब भिडियो स्किप गरेर बाँकी कुरा तपाईँहरू सारिहाल्नुहुन्छ। अब अन्तिम प्रश्न छ, यसलाई हामी समाधान गर्छौँ, त्यसपछि छुट्टिन्छौँ है। ल अब प्रश्न नम्बर 14। प्रश्न नम्बर 14 मा के भन्छ भने 2075 को सुरुको जनसङ्ख्या है। समाधान दिएको छ। सुरुको जनसङ्ख्या पी बराबर 5 लाख हैन, र अन्त्य जनसङ्ख्या र अन्त्यको जनसङ्ख्या पीटी बराबर 6,65,500 यो छ। सुरुको जनसङ्ख्या 5 लाख, अनि जनसङ्ख्या बढेर कति भयो? 6,65,500 जना भयो। अनि समय अन्तराल है, अन्तराल समय टी बराबर हुन्छ के छ। यो कुरो कस्तो छ भने विक्रम सम्वत 2075 सालको कुरो है। यो 75 सालदेखि कतिसम्मको? विक्रम सम्वत 2077 को केमा? अन्त्यमा हैन। ल यसको सुरुमा यसको अन्त्यमा भनेपछि हेर्नुस् त, अब यहाँनिर 75, 76, 77 हैन। 75, 76, 77 भने 75 प्लस फेरि 76 प्लस अनि बल्ल 77 है। अब यसरी घटाउने भयो नि त 2 वर्ष आउँदैन नि बाबु हैन र। 77 बाट 75 घटाउँदाखेरि त 2 वर्ष आउँछ। तर वर्षमा के हुन्छ भने हामीले जस्तो 75 सालको सुरुमा भनेपछि सब यो चाहिँ के भन्छ 75 साल त सुरुमा वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैत हुँदै आउने हो नि, त्यो 1 वर्ष हुन्छ। त्यसपछि 76 को हुन्छ भने यो 1 वर्ष यहाँनिरको 76 को अर्को वर्ष पनि भइगयो। अनि 77 को अन्त्यमा भनेपछि 77 को सुरुमा आएन, अन्त्य भनेको ठ्याम्मै सकियो यो महिना। 77 पनि सकियो भने 1 महिना पनि आयो भनेपछि यहाँनिर यसरी झ्याप्पै घटाउनु गयो भने तपाईहरु के देख्नुहुन्छ? 2 वर्ष आउँछ 77 बाट 75 घटाउँदा। तर यसको बुझाइ चाहिँ के हुन्छ भने 3 वर्ष हुन आउँछ है। यहाँ आयो नि त हैन, किनभने 77 को अन्त्यमा भनेपछि 77 को महिना त सकियो। 77 महिना सकिएपछि त के भयो? त्यहाँ 1 वर्ष पुरा भयो। 1 वर्ष पुरा भएपछि 2 र 1 यो हुन आयो 3 वर्ष। बस यति कुरो। अनि प्रश्नले के भन्छ भने सो महानगरको जनसङ्ख्या वृद्धि दर कति थियो भनेको आर निकाल्ने कुरा हामीले अगाडि पनि गरेका छौं हैन। ल अब सूत्र अनुसार अब जाम हामी सूत्रानुसार के छ? पीटी बराबर पी 1 प्लस आर का मुनि 100 को पावर टी। पीटी कति? 6,65,500 बराबर कति? 5 लाख फेरि 1 प्लस आर भनेको हामीलाई चाहिँ निकाल्नु छ कति? 3 वर्षमा। बस दिएको कुरालाई हामीले प्लट गर्यौं। अझ हामी अब यसलाई के गर्छौं? यसलाई गर्छौं 6,65,500 भागा 5 लाख बराबर कति? 100 वानै गरौँ हैन, 100 वानै गरौँ। 1 प्लस आर का मुनि 100 को पावर 3 हैन। ल अब भाग गरौँ त, भाग गरौँ 6,65,500 भनेको 6,65,500 भागा 5 लाख
1 2 1 2 3 हो। यहाँ कति आयो नानीहरु त 1.331। यता पनि के छ 1 प्लस r का मुनि 100 को पावर 3 हैन। यो त हामीले धेरै चोटी अभ्यास भइसक्यो। हाम्रो 1.331 भनेको के हो? यो हो 1.1 को होल स्क्वायर बराबर 1 प्लस क्यूब है, क्यूब क्यूब 1 प्लस 100 का मुनि 3 1.1 बराबर 1 प्लस r का मुनि 100 ओआर 1.1 इन्टु 100 बराबर कति छ 1 ल यहाँनिर गडबड के गडबड हो? हामीले यहाँनिर के गर्नुपर्छ 1.1 माइनस 1 बराबर r का मुनि 100। यो घटाउनुस् 0 पॉइंट ओआर 1 बराबर r का मुनि 100 हैन। अब चाहिँ 0.1 इन्टु 100 बराबर आयो कति 10%। यो 10% के हो? वृद्धि दर हो हैन। सो गाउँको जनसंख्याको वृद्धि दर कति रहेछ? वृद्धि दर यो के हो? यो हो वृद्धि दर। सो गाउँको जनसंख्या वृद्धि दर 10%। यही प्रकारले वृद्धि हुँदै जाँदा विक्रम सम्वत 2000 कति 79 को अन्त्यमा सो नगरको जनसंख्या कति होला पत्ता लगाउनुस् भन्छ हैन। ल अब फेरि यहाँ एउटा लजिक दियो है। यहाँ के लजिक दियो भने अब हामीले 2077 को अन्त्यमा भनेछ नि। 2077 को अन्त्यमा भनेपछि के बुझ्नु पर्यो नानी बाबुहरु भने 2078 को सुरुमा भनि बुझ्नु पर्यो। किनकि 77 सकिएपछि 78 आउने हो। 78 को सुरुको जनसंख्या कति हुने भयो त? अब 78 को सुरुको जनसंख्या यो हुने भयो। यो भनेको के 6,65,500 जना हुने भयो। अब यहाँनिर त्यो पीटी अब आएर यहाँ फेरि पी हुने भयो हैन। अब त्यो पी भएपछि फेरि के हुने भयो अन्त्यमा 69 को 79 को अन्त्यमा भनेछ। अब यहाँबाट फेरि 7 र 9 79 मा जाँदाखेरि यो 78 एक वर्ष यहाँ एक वर्ष यहाँ यसरी घटाउँदाखेरि त एकै आउँछ। तर यो पुरै वर्षमा आउँदाखेरि एक वर्ष यो भनेको 2 वर्ष कुरोकानी है। कुरोकानी आयो 2 वर्ष। ल यसलाई एकचोटी सफासँग मेटौँ र चाहिँ हाम्रो क्रियाकलाप अगाडि बढाउँ ल है त। अब प्रश्न अनुसार भनेर लेखेर चाहिँ च्याट्ट बाहिर पार्नु है त है त। अब प्रश्न अनुसार के हुने भयो पीटी बराबर p1 प्लस r का मुनि 100 को पावर t के हुने भयो? अब हेर्नुस् त नानी बाबु यो हुने भयो p भनेको के हुने भयो 6,65,500 इन्टु के हुने भयो 1 प्लस r भनेको कति 10% का मुनि 100 यो कति आयो 2 वर्ष। समय त 2 वर्ष आयो नि। अब प्रश्न अनुसार है प्रश्न अनुसार हामीले गरेको प्रश्न अनुसार के छ 2 वर्ष समय हामी यहाँ निकाल्यौं नि 2 वर्ष समय छ। अब फेरि एवं प्रकारले हेर्नुस् के भयो 6,65,500 इन्टु 100 प्लस 10 का मुनि कति 100 को पावर स्क्वायर। अब 6,65,500 इन्टु 110 का मुनि 100 को पावर स्क्वायर फेरि 6,65,500 इन्टु 1.1 को स्क्वायर हैन। अझै फेरि 6,65,500 इन्टु 1.21 हैन। अब के हुन्छ ल हेर्नुस् त 6,65,500 इन्टु 1.21 इक्वल्स टु कति आउँछ हेर्नुस् त यो आयो 8,05,255 जना। ल त्यो कुरा
उम्, भाइ बहन आजको कक्षामा हामीले यो वृद्धि दर सम्बन्धीको समस्यालाई हामीले सिद्ध्यायौं। महँगी दर, वृद्धि दर, हैन, यो च्याप्टर हाम्रो सिद्धियो। अब हामी भोलि ह्रास, डिप्रेसिएसन भन्ने कन्सेप्टको छलफल गर्छौं। यति भन्दै तपाईहरु हालसम्म मेरो युट्युब च्यानलमा जोडिएको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुस्, लाइक गरिदिनुस्। यति भए मलाई पुग्छ। हवस् त, आजको लागि हाम्रो कक्षा यही राखौं। धन्यवाद।